नमस्कार, डिबी सरको कोरियन क्लासमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ मैले च्याप्टर 2 को सम्पूर्ण वर्ड मिनिङहरू लिएर आएको छु सेङ्वार युम्पुङको र यो चाहिँ विशेष गरी 4 भागमा विभाजन गरेको छु। एक भागमा कोरियन, एक भागमा नेपाली र एक भागमा इङ्ग्लिस र अर्को भागमा चाहिँ नाउन भयो नाउन, मेन भब भयो भब, एड्जेक्टिभ भयो एड्जेक्टिभको मेन भबहरू मेन एड्जेक्टिभहरू राखिदिएको छु। यो भिडियोको मेन विशेषता नै यही हो। र सुरु गरौँ नम्बर 1 देखि। सेङ्वार योङफुङ दैनिक प्रयोगका सामान। सेङ्वार योङफुङ दैनिक प्रयोगका सामान। इगन यो कुरा अथवा यो वस्तु। इगन यो कुरा अथवा यो वस्तु। म ये हो के हो। म ये हो के हो। सिगे घडी। सिगे घडी। इएयो येयो यसको अर्थ हुन्छ हो। इएयो येयो यसको अर्थ हुन्छ हो। इगा आनिएयो होइन। इगा आनिएयो यसको अर्थ हुन्छ होइन। अवी शब्द। अवी शब्द। सामुसिल अफिस। सामुसिल अफिस। मुलगन सामान अथवा वस्तु पनि हुन्छ। मुलगन सामान अथवा वस्तु। मुनवावा छङ्बो संस्कृति र जानकारी। मुनवावा छङ्बो संस्कृति र जानकारी। आल्तुल हागे मितव्ययी अथवा बचतपूर्वक सस्तो तरिकाले भन्नु खोजेको। आल्तुल हागे मितव्ययी अथवा बचतपूर्वक। सिङफिलफुम जीवन उपयोगी। सिङफिलफुम जीवन उपयोगी। खुइप हानुन खरिद गर्ने। खुइप हानुन खरिद गर्ने यसको खुइप आधाबाट आएको। थिप सुझाव। थिप सुझाव यो अङ्ग्रेजी टिपबाट आएको। हाक्सुक मुख्य अध्ययनको उद्देश्य। हाक्सुक मुख्य अध्ययनको उद्देश्य। छिसिय निर्देश शब्द। छिसिय निर्देश शब्द। इगत यो वस्तु। इगत यो वस्तु। छगत त्यो वस्तु। छगत त्यो वस्तु। खुगत उक्त वस्तु। खुगत उक्त वस्तु। यो चाहिँ कहाँ कसरी युज हुन्छ भन्ने कुरा चाहिँ म पाठ पढाउँदाखेरि यसको बारे जानकारी दिनेछु। मुवत म यसलाई मुवत पनि भन्छ, सर्टकटमा म पनि भन्छ। यसको अर्थ हो के। मुवत म के। यनफिल पेन्सिल। यनफिल पेन्सिल। सिगे घडी। सिगे घडी। ह्युदे फोन मोबाइल फोन। ह्युदे फोन मोबाइल फोन। ह्युदे छन्वा मोबाइल। ह्युदे छन्वा मोबाइल अथवा मोबाइल फोन भन्दा हुन्छ। फुलपेन बलपेन। फुलपेन बलपेन। थाल्यक क्यालेन्डर। थाल्यक क्यालेन्डर। खावी कैँची। खावी कैँची। कम्प्युटर कम्प्युटर। कम्प्युटर कम्प्युटर। खेसाङ्गी क्याल्कुलेटर। खेसाङ्गी क्याल्कुलेटर। खाल चक्कु। खाल चक्कु। आन्ग्योङ चस्मा। आन्ग्योङ चस्मा। खप कप। खप कप। ख्वान्गेइनुन सम्बन्ध भएको। ख्वान्गेइनुन सम्बन्ध भएको। गत्किरी वस्तुबीज। गत्किरी वस्तुबीज वस्तुबीज भन्न खोजेको। यङ्ग्यर हासेयो जोड्नुहोस्। यङ्ग्यर हासेयो जोड्नुहोस्। यसको मेन भब यतापट्टि राख्दैछु, मैले यताको भनिनँ, तपाईँले हेर्दा हुन्छ यङ्ग्यर हादा हुन्छ। छुअए कर्ताको। छुअए कर्ताको। सोक्सङ्गुल विशेषतालाई। सोक्सङ्गुल विशेषतालाई। नाथानेनुन देखाउने। नाथानेनुन देखाउने। म्यङ्सावा संज्ञासँग। म्यङ्सावा संज्ञासँग अथवा नामसँग भन्नु खोजेको। ख्यरब हाय जोडेर। ख्यरब हाय जोडेर। फी ख्यक्सिक चक अनौपचारिक। फी ख्यक्सिक चक अनौपचारिक अथवा यसको उच्चारण चाहिँ फी ग्यक्सिक चक पनि हुन्छ। साङहाङ्गे अवस्थामा। साङहाङ्गे अवस्थामा। थुन्नुन सुन्ने। थुन्नुन सुन्ने। सारामुल मान्छेलाई। सारामुल
मान्छेलाई नोफ्य उच्च बनाएर अथवा आदर गरेर भन्न खोजेको नोफ्य उच्च बनाएर यसको मेन भनेको नोफिदा हो। त्यस पछाडि मारहानुन कुराकानी गर्ने मुन्जाङ्गे वाक्यको ससुरगा व्याख्या थ्वेन्दा हुन्छ यसको मेन भब थ्वेदा हो। सोक्सँगे विशेषतामा ए आउनु बित्तिकै मा लाग्छ। सोक्सँगे विशेषतामा थेहाय बारेमा यसको मेन भब भनेको थेहादा हुन्छ। मुरुल सोध्ने यसको मेन भब मुत्ता हो। तेनुन बेलामा सायोङहागो प्रयोग गरेर मुन्जाङ्गे कुत वाक्यको अन्त फुबुनुल भागलाई ओल्य माथि उठाएर फारुमहान्दा उच्चारण गर्छ। यसको मेन भब भनेको फारुमहादा हो। फाच्छिम अन्तिम ध्वनि अथवा फाइनल कन्सोनेन्ट पनि भन्छ। फाच्छिम अन्तिम ध्वनि फाइनल कन्सोनेन्ट इगन यो कुरा अथवा यो वस्तु इगतको छोटकरीमा हैन इगसुनको छोटकरीलाई इगन भन्छ। यो कुरा यो वस्तु इगन यो कुरा यो वस्तु खुगन त्यो कुरा त्यो वस्तु खुगन त्यो कुरा त्यो वस्तु अनु कुन नारा देश ख्यक्सिगुल औपचारिकता छारिजी राख्नु सजाउनु यसको मेन भब भनेको छारिदा हुन्छ। आनादो नगरे पनि यसको मेन भब भनेको आन्था हुन्छ। छिन्गुनहागे मैत्रीपूर्ण यसको मेन भब भनेको छिन्गुनहादा हुन्छ। सायोङहान्दा प्रयोग गर्छ यसको मेन भब भनेको सायोङहादा हो। ह्वे बैठक अथवा मिटिङ पनि भन्छ। यसको उच्चारण भनेको ह्वे हुन्छ। फाल्फ्योवा भाषण र भन्नु खोजेको फाल्फ्योवा भाषण र यसको मेन भब भनेको फाल्फ्योआदा हुन्छ। खाच्छी सँगै खोङसिक जकिन औपचारिक रूपमा यहाँ औपचारिक मात्रै भएछ। छारिएछ ठाउँमा यही शिष्टाचार खाच्छुगो तयारी गरेर खुरिम चित्र फोगो हेरेर वान्सङहासेयो पुरा गर्नुहोस् यसको मेन भब भनेको वान्सङहादा हो। क्यङ्गु यसलाई क्यङ्गु पनि भन्छ ख्यङ्गु पनि भन्छ। ख्यङ्गु भनेको अवस्था सिल्ते प्रयोग गर्ने बेला अथवा लेख्दा पनि हुन्छ। प्रयोग गर्ने बेला अथवा लेख्ने बेला भनेर सिल्ते प्रयोग गर्ने बेला यसको मेन भब भनेको सुदा हो। वल्ले मूल रूपमा अथवा ओरिजिनल्ली भनेको पहिले जस्तो थियो भन्न खोजेको पहिलेको ओरिजिनलको रूप भन्न खोजेको। ह्यङ्थे रूप अथवा आकृति यसको मेन भब भनेको ह्यङ्थे हुन्छ। सुजिमान प्रयोग गरे तापनि अथवा लेखे तापनि हुन्छ। छुरिम्माल संक्षेपमा छोटकरीमा भन्न खोजेको छुरिम्माल संक्षेपमा छोटकरीमा शब्द अथवा संक्षेपको भाषा अथवा शब्द अथवा छोटकरीको शब्द। इगसुन यो कुरा अथवा यो वस्तु इगे पनि भन्छ यसलाई इगसुनलाई के पनि भन्छ इगे छोटकरीमा इगे भन्छ यो कुरा यो वस्तु। खुगसुन त्यो कुरा त्यो वस्तु खुगे त्यो कुरा त्यो वस्तु हैन।
छगसुन ऊ त्यो भन्न खोजेको होइन। यसरी त्यो मात्रै लेखिएको छु मैले यहाँ चाहिँ, तपाईँहरूले सुन्नु भने अझै स्पष्ट हुन्छ भनेर। यो चाहिँ बुकमै स्पष्ट बुझौँ भनेर मैले यसरी मात्रै लेखिदिएको, केही चाहिँ बुकको लागि पनि छोडेको। छगसी त्यो कुरा त्यो वस्तु, छगे त्यो कुरा त्यो वस्तु। यो चाहिँ एकदम छोटकरीमा। फारुम उच्चारण, फारुम उच्चारण। इप्सुल ओठ, इप्सुल ओठ। थुङ्गुल गोलो, थुङ्गुल गोलो। थुङ्गुल गोलो, थुङ्गुल गोलो। फ्याङफ्याङ हागे एकनासले, फ्याङफ्याङ हागे एकनासले। फ्यस फैलाएर अथवा खोलेर, फ्यस फैलाएर अथवा खोलेर। यसको मेन भर्बहरू यता राख्दैछु फ्यदा भनेर। खुरुम बादल, खुरुम बादल। खुने झुल, खुने झुल। यस्तो झुला सुइसुई हल्लिने झुला भन्न खोजेको। खुदु पार्टी सुज, खुदु पार्टी सुज जुत्ता। ह्युजी टिस्यु, टिस्यु पेपर भन्न खोजेको। ह्युजी टिस्यु। यल्से चाबी, यल्से चाबी। खौल ऐना, खौल ऐना। फित काइयो, फित काइयो। यक्वन पासपोर्ट, यक्वन पासपोर्ट। छिगाप पर्स, छिगाप पर्स। ख्वाजाङफुम मेकअप सामान, ख्वाजाङफुम मेकअप सामान। फोगी उदाहरण, फोगी उदाहरण। खाजोक साजिन परिवारको फोटो, खाजोक साजिन परिवारको फोटो। इबुल कम्बल, इबुल कम्बल सिरक भने हुन्छ। सासिरी आनिम, आनिम भन्ने बित्तिकै नाउन हुन्छ, त्यही भएर राखिदिएको मैले। सासिरी आनिम भनेको वास्तविकता होइन, सासिरी आनिम वास्तविकता होइन, सासिरी आनिम वास्तविकता होइन। उइसा डाक्टर, उइसा डाक्टर। इन्दो भारत, इन्दो भारत। उसान छाता, उसान छाता। फुजङ फ्योहनिदा नकारात्मक अभिव्यक्ति, फुजङ फ्योहनिदा नकारात्मक अभिव्यक्ति। फेगे सिरानी, फेगे सिरानी। छे मेरो, छे मेरो। खुजोरो संरचना अथवा ढाँचा भन्दा पनि हुन्छ। खुजोरो संरचनाको रूपमा, ढाँचाको रूपमा। यहाँ रो आइसकेपछि रूपमा भनेर तपाईँहरूले उच्चारण गर्नु बुझ्नु होला। खुजोरो भनेको संरचनाको रूपमा अथवा ढाँचाको रूपमा। आप अगाडि, आप अगाडि। थुई पछाडि, थुई पछाडि। सोयुजु मालिक, सोयुजु मालिक। त्यस पछाडि सोसोक सम्बन्धित, सोसोक सम्बन्धित। खिग्वानिम संस्था, खिग्वानिम संस्था। खाने बीचमा, खान भनेको बीच, खान मात्रै भने कि बीच ए आउनु बित्तिकै मा। खाने बीचमा। ख्वान्गे इसुम, इसुम म आउनु बित्तिकै यो पनि के हो, नाउन भयो। ख्वान्गे इसुम सम्बन्धित छ, ख्वान्गे इसुम सम्बन्धित छ। थेम्योङसा सर्वनाम, थेम्योङसा सर्वनाम। छुरो प्राय अथवा मुख्यतय हुन्छ, छुरो प्राय अथवा मुख्यतय। सिइन्दा प्रयोग हुन्छ, सिइन्दा प्रयोग हुन्छ। छए अथवा यसलाई छोटकरीमा छे भन्छ, यसको अर्थ हुन्छ मेरो। नाए अथवा ने, यसको अर्थ हुन्छ यो पनि मेरो नै। छ भनेको उच्च आदरार्थीमा, ना भनेको मिडियममा, नए भनेको त तिम्रो होइन। नए भनेको के हो, अथवा ने भनेको तिम्रो अथवा त। यहाँ चाहिँ कोरियामा चाहिँ निगा निगा पनि भन्छ। यसको बारे पछाडि बुक पढाउँदै भनौँला, बुक पढाउँदा धेरै कुरा भन्नुपर्ने छ, तर बेसिकली यति कुरा चाहिँ जानिराख्नुहोस्। थेगुन हासेयो छुट्टी गर्नुहोस्, थेगुन हासेयो छुट्टी गर्नुहोस्। छोसिम हेस सावधानीपूर्वक, छोसिम हेस सावधानीपूर्वक। आल्तुल हागे मितव्ययी रूपमा,
आल्तुलहागे मित्यव्ययी रूपमा सेङफिल फुमुल जीवन उपयोगीको सामान सेङफिल फुमुल जीवन उपयोगीको सामान खुइ फानुन यो चाहिँ किन दोहोऱ्याइदिएको भने यो छङ्बु र मुनुवामा छ त्यही भएर तपाईँलाई पढ्न सजिलो होस् भनेर दोहोऱ्याइदिएको माथि अगाडि पनि भनेको थिएँ खुइ फानुन खरिद गर्ने खुइ फानुन खरिद गर्ने थेहङ माथु ठुलो सुपरमार्केट थेहङ माथु ठुलो सुपरमार्केट छोङजोङ कहिलेकाहीँ छोङजोङ कहिलेकाहीँ तोनुन वा अथवा साथसाथै पनि हुन्छ मैले यहाँ साथसाथै चाहिँ लेखिनँ तोनुन वा अथवा साथसाथै छुमाल सप्तान्त शनिबार र आइतबारलाई के भन्छ छुमाल भन्छ छुमाल सप्तान्त शनिबार र आइतबार थुक्का विशेष मूल्य अथवा विशेष छुट थुक्का विशेष मूल्य अथवा विशेष छुट हेङ्सा कार्यक्रम इभेन्ट हेङ्सा कार्यक्रम इभेन्ट सिङ्न्यो फुमबुथ खाना सामग्रीबाट सिङ्न्यो फुमबुथ खाना सामग्रीबाट यसको उच्चारण सिक्रियो फुमबुथ भनेर सिक अनिवार्य छ सिक्रियो भनेर नगर्नु होला यसको उच्चारण के हुन्छ सिङ्न्यो फुमबुथ हुन्छ यसको किन उच्चारण त्यस्तो हुन्छ यो पनि बुक पढाउँदै भनौँला थायाङहान विविध थायाङहान विविध सागे सस्तो रूपमा अथवा सस्तो सागे सस्तो अथवा सस्तो रूपमा फान्मे हाम्निदा बिक्री गर्छ फान्मे हाम्निदा बिक्री गर्छ अथवा यसको मेन भब भनेको फान्मे आधा हो माथु एसा सुपरमार्केटमा माथु एसा सुपरमार्केटमा नानुअ बाडेर वितरण गर्दै नानुअ बाडेर वितरण गर्दै यसको मेन भब भनेको नानुदा हुन्छ छुनुन दिने छुनुन दिने यसको मेन भब भनेको छुदा हुन्छ छुदा छुदा होइन छुदा छन्दान्जी पर्चा अथवा विज्ञापनको सामग्री छन्दान्जी पर्चा अथवा विज्ञापनको सामग्री थोङहे मार्फत मित साथै हारिन खुमेक छुट रकम हारिन खुमेक छुट रकम छुच्छन साम्फुङ सिफारिस गरिएको वस्तु छुच्छन साम्फुङ सिफारिस गरिएको वस्तु थुङ आदि एसेक्ट्रा भन्नु खोजेको यो आदि भन्दाखेरि थुङ प्रयोग गरिन्छ थुङ आदि थेहान बारेमा छङ्बुरुल जानकारीलाई अथवा जानकारी अदुल पाउने यसको मेन भब भनेको अत्ता हुन्छ खाग्यक मूल्य अनलाइन शपिङ मल खुमेहाल खरिद गर्ने शपिङ मलबाट छङ्गी जकुरो नियमित हारिन छुट डिस्काउन्ट भन्न खोजेको हारिन छुट डिस्काउन्ट हारिन खुप्फुन छुट कुपन छेगोङ हाम्निदा प्रदान गर्छ यसलाई छेगोङ हादा भनेर पनि भन्छ इरुल यसलाई थुक्चङ विशेष छुगा थप थाङ्गुन गाजर छुङ्गो पुरानो खरे कारोबार प्लेटफुमुल प्लेटफर्म थारुन सारामदुरी अरू मानिसहरूले हुन्छ यहाँनिर अथवा अरू मानिसहरू मात्र पनि हुनसक्छ अझ इसाङ भन्दा बढी इसाङ
भन्दा बढी सेङ्वार योङफुम पुन्मान आनिरा दैनिक सामान मात्र नभएर सेङ्वार योङफुम पुन्मान आनिरा दैनिक सामान मात्र नभएर खाजन छेप्फुम विद्युतीय उपकरण खाजन छेप्फुम विद्युतीय उपकरण खागु फर्निचर इरुगी काजी पुग्दासम्म इरहान यसरी थोङ्हाय मार्फत छासिनी आफै सायोङहेत्तन प्रयोग गरेको फाल्सुदो इस्म्निदा बेच्न पनि सकिन्छ थेबुबुन अधिकांश छियके क्षेत्र अथवा स्थानमा छिक्खरेरो सिधा कारोबारको द्वारा यहाँ सिधा कारोबारसम्म मात्रै भएछ रो आएकोले गर्दाखेरि द्वारा पनि हुन्छ सिधा कारोबारको द्वारा भन्न खोजेको इरुवा जिम्निदा सञ्चालित हुन्छ यसको मेन भब भनेको इरुवा जिदा हो इल्की पढाइ नारा देश छाङ्सो स्थान अथवा ठाउँ उम्सिक खाना थाउमचुङ तलका मध्ये मिच्चुल्छिन अन्डरलाइन गरिएको थोङसेङ दाजुभाइ उन्जन खिसा ड्राइभर इयोङ हामेन उपयोग गर्यो भने से मुल्गनुल नयाँ वस्तु सागो फाल्तेनुन किनबेच गर्ने बेलामा साइएस बीचमा फिस्सान खाग्यके महँगो मूल्यमा खरेदम्निदा कारोबार हुन्छ अथवा खरेदैदा हुन्छ यसको मेन भब थेक्पेरुल पार्सल डेलिभरी भन्न खोजेको योङहेस प्रयोग गरेर सायो किन्छ छुसेयो दिनुहोस् यसको मेन भब भनेको छुदा छ यता सबैको मैले मेन भब राखिदिएको छु अप्सयो छैन वात्सयो आयो र यति गर्दै च्याप्टर 2 को सम्पूर्ण मिनिङहरू मैले यहाँ समेटेको छु यहाँ चाहिँ प्लस टिप छैन किनभने योभन्दा अगाडि अरू पाठ छ त्यो पाठले समावेश गर्ने भएकोले गर्दाखेरि यहाँ मैले थप नराखेको यदि राख्नुपर्ने स्थिति भयो भने म जहाँसुकै पनि राख्दै जानेछु तर यसमा चाहिँ अर्को पाठले कभर गर्ने भएकोले त्यो पाठमा चाहिँ लगेर मैले प्लस टिप राख्छु र यति गर्दै आजको भिडियो यहीँसम्म यदि तपाईहरुलाई भिडियो हेल्पफुल भएको छ भने कृपया सब्स्क्राइब गरेर एकदमै सहयोग गरिदिनु होला भन्दै बिदा हुन चाहन्छु हस्त धन्यवाद नमस्कार